खोल्यो, ज्याकेट खोलेर आउँदैछ। म अलि माथि नै आएर बसेको आउँदैछु। अब बिस्तारै गर्मी चढ्दै आएपछि गर्मी सुरु हुँदै आउँछ। अनि यस्तो छ। सुरुवात हो। हामी यहाँ ठ्याक्क कर्नरमै छौँ। डाँडाहरू यस्तो छ। अलिकति मात्रै चढ्दैछौँ। गाह्रो छ। ललितरामचोक जानु त्यति सजिलो छैन रहेछ। अहिले नि यहाँ यस्तो टायर पङ्चर भयो जस्तो हावा निस्किया जस्तो भइसक्यो है। लालीगुराँस पनि छ यहाँ। म लालीगुराँस पनि देखाउँछु है। लालीगुराँस यहाँ पनि लालीगुराँसको बोटहरू त रुख भने कि बोट भने लटरम्मै छ। यता पनि लालीगुराँस गजब छ। टिप्न जान सक्दैन। टिप्न त अब कोलाई चाहिने त्यो आफै आउनुपर्छ। म योभन्दा पहिला आउँदाखेरि यो लालीगुराँस देखाएको थिएन। अहिले चाहिँ के हो सिजनमै परेछ क्या। यी रुखभरि लालीगुराँस। त्यही भएर त्यो तल फुच्चेहरूले बाटोमा लालीगुराँस लिएर बसिरहेको छ। यतिको रहेछ यो सबै लालीगुराँस। यो रातो रातो छ सबै। यो बाटोमा पनि लालीगुराँसहरू छ। यो लालीगुराँसको पातहरू हो यो। ल टर्निङमा लालीगुराँस भेट्दो रहेछ यहाँ। कति लालीगुराँस है। पहिला आउँदा त एउटा पनि देखाएको थिएन। डाँडासम्म चढ्नु पर्दो रहेछ। त्यो डाँडा आउने कहिले हो 2 घन्टा हिँड्नु पर्छ अरे। फोटो खिच्दै हिँड्दा 3 घन्टा पनि लाग्न सक्छ। यस्तो छ बाटो। सिँढीमा थियो उहाँ माथि टुप्पो ढुङ्गा उयो थियो पहाड जस्तो छ। यस्तो छ यस्तो यहाँ यस्तो यो डाँडा त्यो डाँडा माथि पुग्नुपर्छ। कहिले पुग्ने हो। गीत बन्दै जान्छ। साउन्ड यति मात्र हो। यस्तो डेन्जर। यस्तो मात्र भेट्छ है।